लगाइत छ। हामी चाहिँ यो अरिङ्गाल हन्टिङको बन्दोबस्त गर्दैछौँ। तिम्रो चाहिँ ट्याक्क अब यहाँ यो तुलो बनाउँदैछौँ। यो चाहिँ यस्तो बोरा काटेर अब ट्याक्क बनाउने हो। त्यो ठुलै खाले भयो नि हुन्छ कि त्यो सेतो भयो नि। यो चाहिँ यस्तो लामो बनाएर हैन है ट्याक्क यताबाट हेलो यहाँ म दिइरहेको छु ट्याक्क पारा अनि भाइहरूले काट्दैछन्। लगाइ यो चाहिँ यस्तो अब यो बोरा बाँध्नको लागि यो टी बनाएको ल। यसमा फेरि त्यो नपोलियोस् भनेर हरियो घाँस बाँध्ने छ है। यसको फेरि विधि नै छुट्टै छ के गाइस। यहाँ एउटा तिल्केले हेरिरहेछ ल है भन्दा बाबु ल। यसरी ट्याक्क यो तुलो बनाउँदै हम बोरा काटेर बाँधेको हो गाइस। यसको विधि के छ भने गाइस यो धेरै कस्कियो भने अलि बोल्दैन सर र मर्तेल भिज्दैन नि त। तेरो ट्याक्क हल्का हल्का दिँदै हम के यो अलि सानो भयो जस्तो मानेर फेरि जुटको बोरा थप्न लाग्छ भाइले। ट्याक्क पोल्ने मेन चाहिँ हिरो यही हो बाबु। यता त हाई भन्न। यसलाई चाहिँ अब हामीले तारले बाँध्दैछौँ गाइस ट्याक्क। यस्तो बलियो तारले कस्काएर बाँधेपछि होइन। एउटा ग्याङ फेरि यहाँ बसेर हेऱ्यो है। अर्को भाइले तार लिएर आयो भर्खरै ट्याक्क। ल बाँकी रहेको बोराहरू चाहिँ हामीले स्याहार्नु लगाइरहेको छौँ ट्याक्क। ल हाम्रो चाहिँ यो रेडी भइसकेको छ। अब यसमा सट्ट मर्तेलले भिजाउने है टक्क चारैतिरबाट अनि माथि आगो बालेर पोलामा लगाएर यसो पोल्ने म देखाउँछु है। लगाइज ओ त्यो पोला देखिया छ त्यो जुन लाइट फोकस परेको चाहिँ म जुम गरेर देखाइदिरहेको छु। हेर यो चाहिँ पोला हो। हामी चाहिँ पोल्न गइरहेछौँ। यो काँडा हुने फलेदोको रुखमा रहेछ क्या त्यो अलि डेन्जर भयो। ल गइरहेछौँ है। कालो पनि झुसे कालो रहेछ है। केटाले चाहिँ हेऱ्यो यो खनियाको रुखबाट आगो लगाउने तयारी गर्दैछन्। अलि राम्रोसँग देखिएन म बाहिर गएर देखाउँछु। लगाइज मेरो क्यामेरा त्यति क्लियर नभएर हो। यो चन्द्रमा यस्तो देखेछ नि हिजो पूर्णिमा आज पूर्णिमाको भोलिपल्ट हो। यस्तो अवाल देखेछ। हो यहाँ लाइट बलेको चाहिँ पित्ले कटेज छ नि के अरे अर्ग्यानिक कटेज त्यहीँ हो। केटाहरू त्यहाँ खटिरहेछन् खै केही देखिया छैन हुँदै आएर छ के अरे। अहिले आगो लगाएपछि देखाउँछ है। भिडियो चाहिँ हेर्दै गर्नु होला। ल हाम्रो ग्याङहरूले ट्याक्क आगो लगायो पुगिसक्यो नि। ती पोलो क्या मिठो लगाएर आएको त होइन। अरिङ्गाल हन्टिङ भइरहेछ गाइज। यस्तो मजाले आगो लगाइरहेछन् ग्याङहरूले। ल यो चाहिँ त्यो फलेदाको रुखमा भएर यसलाई काँडा बित्छ भनेर यस्तो खतरा खाले पन्जा बनाउँदैछन् रुखमा चढ्नको लागि। ल यसरी बुट्टामा चढ्दैछ भाइ तलबाट अरूले ठेल्दै निकाल्न जानु लाग्यो यो पोलेसी। यस्तो यो काँडाको रुखमा हुँदा नि अलिक दुःख भयो क्या चढ्नै गाह्रो भइरहेछ। त्यो भाइ चाहिँ वहीँ ठ्याक्कै पोलामा पुगेको छ ऊ निकाल्नको लागि। हो उहाँ रुखको टुप्पामा पुगेर निकाल्न लागिसकेको छ ऊ। धेरै माथि छ यो चाहिँ। यी भाइहरूले बडा मेहनतले पोला लिएर झर्दैछन्। अब त्यो सेतो बोरामा चाहिँ पोला छ गाइज। फलेदो यो काँडाले गर्दा एकदम गाह्रो भइरहेछ। ल हामीले यो पोला चाहिँ हातमा लिइसकेका छौँ। यो बोराभित्र पोला छ देखाउँदैछौँ गाइज। ल यो भाइले चाहिँ माथि गएर एकदम सफलतापूर्वक पोलेर पोलो पनि लिएर झऱ्यो। अर्को भाइले सपोर्ट गरिरहेको थियो पछाडिबाट। अनि यताबाट चाहिँ हेलो गाइज मैले चाहिँ कडै दिइरहेको छु क्या फेरि ट्याक्क। ल गाइज हामीले यसलाई यहाँ घर ल्याएर हेर्न लाग्छौँ मा बाबुलाई। ठुलै कालो कालो पनि झुसे कालो के वा झुसे कालो वा
अझै पनि कालो र रातोमा निर्गल गर्दै हो कालो हो कि वाउ कति खाप छ कति ठुल्ठुलो किरा हो यो 1 2 3 4 5 6 7 8 खाप यस्तो भरिलो छ पुरै मैले यहाँबाट चाहिँ दिइरहेको छु है ट्याक्क 8 खाप बब्बाल भरिलो छ कालो झुसे खतरा आइछ के किरा कति मजाका लगाइज यहाँ अझै पनि फोटो भिडियो बनाउनेहरूको भेड छ फेरि यो रातो बाबु यता हेर्दा भेस्ट लाउने फुच्चेले कोलेको ए रानी है छ कति ठुलो है रानी वाउ ल यो चाहिँ चागा छुट्याउँदैछन् केटाहरूले तर क्या भरिलो छ यार लास्टै भरिलो छ लगाइज मैले भिडियो चाहिँ अन्त्य गरेँ अब